2026 को चुनाव नजिक छ अनि तपाईँले अघि भनिहाल्नुभयो एमपी अनि एमएलए कुनै पनि चिठी चपेटा त्यो लेखेको मैले पाइनँ भनेर। अनि यो चुनावलाई तपाईँले अब एमएलए छान्ने हाम्रो लगभग धेरै नजदिक आइसक्यो। लगभग 70 देखि 80% जस्तो हामीले कतै न कतै चिया बगानको भोटहरूले ठुलो यसमा टेवा पुग्छ जिटी एरियामा पनि। अब यो चुनावलाई कसरी हेर्दा राम्रो होला, को सही होला? यति बेला जनता त्यो कमानमा काम गर्ने आमा बुबाहरू पनि अन्यलमा छ नि त कसलाई पक्रिनु भनेर, यसलाई तपाईँले कसरी हेर्नु भएको छ? अब जसले चाहिँ अब हेर्नुहोस् है, दुईवटा क्षेत्रको म कुरा गर्न चाहन्छु है, तपाईँको खरसाङ र यो हाम्रो दार्जिलिङमा है। यो क्षेत्रमा चाहिँ ज्यादा जस्तै हाम्रो चिया बगानमा कार्यरत श्रमिकहरू नै छन् होइन। उहाँको म्यान्डेटले नै भोलि एमएलए हुने हो त्यो निश्चय छ है। तर उहाँहरूको श्रमिकहरूको मुद्दा पनि अगाडि लगेर जानु पर्यो नि त, के कसो भन्नुहोस् है। नम्बर 1 कुरो त उहाँहरूलाई न्याय दिनु सक्छ कि सक्दैन होइन, उहाँहरूको निम्ति सङ्घर्षमा अगाडि आउनु सक्छ कि सक्दैन भन्ने प्रश्न चिन्ह, गाह्रो प्रश्न चिन्ह। र आजको दिनसम्म हामीले देखेको है, मैले म भात्रे सङ्गठन आइजिजिएफको भात्रे सङ्गठन भएर होइन, एउटा साधारण एउटा युवा कमाने आमाको छोरो भएर मैले त्यो देखेको पाहाडले पनि आज कुरा गरिरहेको छ है। श्रीमान अजय एडवर्ड्सले चाहिँ तपाईँको छाती खोलेर क्या बङ्गालको ताज भनिन्छ कलकत्ता होइन, कलकत्तामा छातीमै गएर होइन प्रश्न पनि खडा गरेको नि त।